मैले चाहिँ खासमा मेरो 7 महिनाको बाबुलाई लिटो या घरमै बनाएको सेरेलेक्स कसरी बनाउँछु भनेर भिडियो बनाउँछु सोचेको थिएँ। त्यही भएर बिहान चामल या थोरै चना भिजाएर काममा गएको थिएँ। तर मेरो मम्मीले चाहिँ म दिउँसो काममा गएको बेला लिटो पाउडर रेडी गरिसक्नु भएछ। घर फर्किँदाखेरि चाहिँ म थाकेर आउँछु अनि गाह्रो हुन्छ भनेर। एनिवेज म यो भिडियोमा मेरो 7 महिनाको बाबुलाई कसरी भिडियो बनाएको भनेर सेयर गर्छु। सबैभन्दा धेरै अमाउन्टमा चामल र ओट्स युज गरेका थियौँ हामीले। चामललाई चाहिँ 2 घन्टा जति भिजाउँदा हुन्छ, तर मैले चाहिँ मेरो चाहिँ 3-4 घन्टा नै भिजियो होला चामल। बिहान भिजाएर मम्मीले दिउँसो बनाउनु भएको भनेपछि चामल भिजेको चामल भुट्ने, ओट्सलाई पनि भुट्ने, त्यसपछि थोरै काजु, आलमोन्ड्स, छोकडा, नरिवल, भटमास अनि चनालाई पनि भुट्ने, छुट्टा भुटेका थियौँ। भुट्नु भएको थियो मम्मीले। अनि एकदमै सानो टुक्रा जाइफल पनि राख्नु भएको थियो मम्मीले चाहिँ, बाबुले पचाउन